एउटा यस्तो प्रश्न जुन कहिल्यै खुलेर सोधिएन। जाति किन केवल दुई भागमा बाँडियो? अरू धर्महरूमा किन यति धेरै जातिहरू देखिँदैनन्? के यो केवल संयोग हो कि कसैले हामीलाई आपसमा लडाउन यसरी बनायो? आज जब पनि समाज टुट्छ, सबैभन्दा पहिले एउटै शब्द सुनिन्छ, जाति। तर एकछिन सोचौं, इसाई, इस्लाम, यहुदी वा बौद्ध धर्ममा किन सयौं जातिहरू छैनन्? सत्य के हो भने हिन्दू समाजमा सुरुवातमा जाति होइन, वर्ण थियो। वर्णको अर्थ थियो काम र गुण। ज्ञानको काम गर्ने शिक्षक, सुरक्षाको काम गर्ने योद्धा, व्यापार गर्ने व्यापारी, सेवाको काम गर्ने सहायक। यो जन्मबाट तय हुने कुरा थिएन। यो एउटा कार्यात्मक प्रणाली थियो, श्रेष्ठ निम्न बनाउने प्रणाली होइन। समस्या त्यति बेला सुरु भयो जब काम नै पहिचान बन्यो र पहिचान जन्मसँगै स्थायी बनाइयो। त्यसपछि आयो इतिहासको त्यो काल जब हिन्दू समाजले राजनैतिक शक्ति गुमायो। शासन हातबाट गयो र कुनै समाजलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय हो उसलाई भित्रैबाट लडाउनु। इतिहास भन्छ, जब कुनै समाजलाई कमजोर बनाउनु छ भने उसलाई आन्तरिक रूपमा विभाजन गर। जाति पहिचान बन्यो, एक अर्काप्रति शङ्का बढ्यो र ठूलो समाज साना साना टुक्रामा विभाजित भयो। आज पनि जाति झुट बनाउँछ, नेता बनाउँछ, सत्ता तय गर्छ। धर्म बदलिएन, तर धर्मको सामाजिक संरचनालाई हतियार बनाइयो। अरू धर्महरू एउटा किताब, एउटा पैगम्बर, एउटा धार्मिक सत्ता। हिन्दू धर्म भने खुला, विविध र विकेन्द्रित छ। यही यसको शक्ति थियो र यही नै सबैभन्दा धेरै दुरुपयोग भयो। प्रश्न यो होइन कि जाति कसरी बन्यो। प्रश्न यो हो, हामी आज पनि किन त्यही पहिचानमा अड्किएका छौं? यदि जाति साँच्चै ईश्वरले बनाएको हो भने कर्म परिवर्तन हुँदा मानिस किन बदलिन्छ? र यदि धर्म जोड्नका लागि हो भने हामीले त्यसलाई तोड्ने हतियार किन बनायौं? यदि यी प्रश्नहरूले तपाईलाई असहज बनायो भने बुझ्नुस्, सत्यले तपाईलाई छोएको छ। यो भिडियो शेयर गर्नुहोस्, किनकि समाज तब मात्र बदलिन्छ जब प्रश्नहरू लुकाइँदैनन्। कमेन्टमा यति मात्र लेख्नुहोस्, पहिचान कर्मबाट हो, जन्मबाट होइन। र तय गरौँ, हामी बटिएर बस्ने कि बुझेर एक हुने।